कान्ये वेस्ट मान्छे चाहिँ मलाई दामी लाग्छ यार साइको छ अलिकति प्राइड चाहिँ अलिक बढी छ होइन तर मान्छे चाहिँ मलाई ऊ दामी लाग्छ क्या क्रिएटिभली आर्टिस्टिकली हेर्ने भयो भने द्याट म्यान इज वान अफ द ग्रेटेस्ट प्रोड्युसर ऱ्यापर डिजाइनर ब्रो त के अरे प्रेसिडेन्टको लागि नि गएको थियो त 1% भोट लिएर कति भोट लिएर आएको थियो क्या अरे तर जन चाहिँ गयो होइन ब्रो वान्टेड टु बी एभ्रिवेयर अनि ऊ पनि फेरि लास्ट डिलिजनमा बस्छ क्या यस होइन जे पनि गरिदिन्छु अब उसको इन्टरभ्यूहरू हेऱ्यो भने पनि बोल्छ ल मैले के बोलेको मलाई थाहा छैन तर भन्दाखेरि राम्रो जस्तो सुन्यो होला कुनमा छ क्या उसले भनेको यस्तै या मेबी कानिएको अलमोस्ट त्यस्तै हुन्छ सबै इन्टरभ्यूहरू I believe if you want to be famous, if you want to like pursue something, you need to be हजुरले भने जस्तै delusional चाहिँ हुनै पर्छ because if I don't think if Kanye wasn't delusional, I don't think he would have been there. Kanye West को मैले हाम्रो ग्रेजुएसन एल्बम वाइल्ड सुने मैले गुड मर्निङ वाला गीत बिहान उठेर जहिले गुड मर्निङ यति सुने मैले हाई स्कुल ड्रप आउट पनि बबाल थियो हाई स्कुल ड्रप आउट एल्बम नि नाइस छ कानेको गीतहरू क्या एभरग्रिन खालको छ है 12-13 वर्ष अगाडि रिलिज भएको गीतहरू अहिले सुन्दाखेरि पनि क्या फ्रेस लाग्छ इट्स भेरी नाइस भाइबी छ अर्को चाहिँ मैले कानेको मनपर्ने त्यो फलो गड भन्ने छ फल अफ गड फलो गड भन्ने छ एल्बमको त्यो चाहिँ उसको ड्याडीसँग बनाएको छ कुन एल्बमको मैले बिर्सेँ यार लाइफ अफ पाब्लो कि समथिङ त्यही हो क्या अरे लाइफ लाइक दिस इज वाट अ लाइफ लाइक भन्ने खोइ के छ सुनेछ मैले त्यो एल्बम नाइस लाग्छ मलाई या भल्चर्स एल्बम भयो भल्चर्स एल्बम प्रिटी युनिक प्रिटी तर मार्केटिङ जिनियस के कान्ये वेस्ट चाहिँ मलाई चाहिँ त्यस्तो लाग्छ यार हो के वियर्ड कुरा गर्छ कि जस्ट मिडियामा आउनु हो कि अब उसले गर्न मन लाएर गरे हो थाहा छैन मलाई होइन तर मिडियामा पुगिरा हुन्छ आई थिङ्क इफ यु वान अ मार्केट म्युजिक जस्ट लर्न समथिङ फ्रम कान्ये आई गेस तर फेरि अब वाइल्ड कुरा चाहिँ नभन्नुहोस् होइन म भन्दिनँ त्यो पनि वाइल्ड कुरा चाहिँ नभन्नुहोस् त्यति हो ऊ पनि कन्ट्रोभर्सीमा धेरै फसिरहन्छ एक्ज्याक्टली म चाहिँ उसको दामी लाग्ने कुरा के भन्दाखेरि होइन जे पाइते गरेर हुन्छ तर पनि चलेर हुन्छ क्या जस्तो इजी हाम्रो 350 भनौँ न होइन त्यो जुत्ता हेर्दाखेरि केही राम्रो छैन नि त जुत्ता तर पनि उसले चलाइदियो क्या Kanye doing Kanye stuff हो Kanye doing Kanye stuff हो ऊ यति पपुलर भइसक्यो कि उसले केही गरेको नराम्रो भयो भने चल्छ क्या साइको लाग्छ क्या मलाई ल यो मान्छे के हो कस्तो हो योबाट त धेरै कुरा सिक्नु पर्ने छ कि के हो फेरि उसले गर्ने कुराहरू फेरि हल्का युनिकै हुन्छ लाइक उसको इजीको डिजाइन आई डोन्ट थिङ्क एनी वान हेज एभर रेप्लिकेटेड द्याट डिजाइन लुक्स भेरी एलियन जुत्ता देख्छ आई डोन्ट थिङ्क एनी वान विल डु द्याट इदर होइन इजीको चाहिँ एउटा कस्तो ब्रान्ड रेकग्निसन जस्तो भइसक्यो नि त पाल एलियन जस्तो जुत्ता देख्छ नि के हो इजी हो ब्रोले मोजाको जुत्ता बनाएको छ मोजा लगा जस्तो जुत्ता छ यहाँ माथिसम्म मोजा आउने होइन त्यो ब्ल्याक कलरको यहाँ माथि त्यो चाहिँ फेरि जापानिज कताबाट इन्सपिरेसन लिएर बनाएको भन्ने देखाएको थिएँ मैले जापान कि कता हो त्यहाँ चाहिँ कसरी छ जस्तो हाम्रो रिक्सा हुन्छ नि त्यहाँ चाहिँ मान्छेले नै बोकेर अनि कुद्ने रहेछ क्या अनि त्यहाँबाट इन्सपिरेसन लिएर बनाएको भने जुन इजी हाम्रो 350 पनि छ नि त्यो चाहिँ हाम्रो ओल्डेस्ट सु जुन भेटाएको छ त्यो जुत्ता पनि त्यस्तै खालको रहेछ क्या त्यो एलियन लाइक बोराबाट माथि यस्तो सिलाएको जस्तो रहेछ अनि उसले चाहिँ त्यहाँबाट इन्सपिरेसन लिएर अनि त्यो बनाएको रहेछ इजी 350 यसो सोच्दा त ल यो मान्छेले रिसर्च पनि कहाँसम्म गरेर भ्या हो कहाँबाट इन्सपिरेसन लिइरहेछ खै त्यो मलाई सरी फेसन डिजाइनहरू हल्का पागल लाग्छ नगर्नलाई है यो जेडन स्मिथ थाहा छ हजुरलाई जेडन पागल लाग्छ त्यो ब्रो नि उसले त घर कि के को यो लकेट हो कि के लाएर पनि हिँडेको थियो के ब्रो के गर्दै बसिरहेको हुन्छ खै तर यो चाहिँ मलाई फेरि पब्लिसिटी स्टन्ट पनि जस्तो लाग्छ क्या कान्येले गरेको कि चाहिँ जेडन स्मिथले गरेको जेडन स्मिथले गरेको मन त्यो त्यो विल स्मिथको छोरा हो अब गर्न सक्छ जस्तो लाग्छ अब जे पाइते युनिक खालको कुरा गरिदियो अब त्यही भएर त अहिले हामी कुरा गरिरहेको छौँ नि त उसको बारेमा एक्ज्याक्टली नभए त कुरै गरिदिन्थ्यो नि त हामी त्यो नर्मल कुरा गरेको भए त कहाँ ब्रो नर्मल कुरा नर्मल जस्तो नर्मल मान्छे नर्मल पनि आउँदैन थियो त्यही भन्यो नर्मली बितिरहेछ भन्थ्यो होला अलिकति कन्ट्रोभर्सियल कुराहरूलाई पुस गर्नुहुन्छ क्या थाहा छ नि त त्यसै चल्छ मान्छेहरूको अटेन्सन त्यही हुन्छ होइन सानो कन्ट्रोभर्सीलाई भन्यो अनि त्यही यो अडियन्सहरूले त्यसलाई आगो लगाउँदा ठुलो आगो फेरि नेगेटिभ कुरा हेर्न पनि मन लाग्छ नि त एक्ज्याक्टली होइन त अब गेस्टलाई बोलाएको छ गेस्टलाई यो क्वेसन सोधेर पेल्याछ त्यो क्वेसन सोधेर पेल्याछ गेस्ट रिसाउन थाल्छ
उल्टो होसलाई थर्काइरहेछ अनि यही क्लिप चलिरहेछ चलिरहेको छ त्यही त अब नेपालीहरूको बानी त्यस्तै होइन कसैले नराम्रो भएछ भने हेर्न जाउँ न भन्ने हुन्छ फेरि यस्तो रङ कुरा भयो भने चाहिँ रङ कुरालाई चाहिँ चाँडै पोइन्ट आउट गर्छ क्या मान्छेहरूले राइट कुराहरू खासै कसैले पनि पोइन्ट आउट गर्दैन नो वान रियली ब्याट्स एन आई वेन यु डुइङ अ गुड थिङ होइन अनि एउटा चस्सक्क नराम्रो कुरा गरिदियो त्यसको त भयभरको वाल छ्याल कहाँ पुगिसक्यो हुन्छ सो जो मान्छे कोही कसैले अब च्यारिटीमा दिइरहेको छ च्यारिटीमा डोनेटहरू गराएको छ आई डोन्ट थिङ्क मिडिया वुड पुस द्याट अब त्यो मान्छेले अब केहीको अब नराम्रो कुरा गर्यो अरे मान्छेहरू पिट्यो अरे होइन यता त्यसलाई मिडियाले बढाइ चढाइ भनिदिन्छ अनि करियर डेथमा लग्न खोज्छ त्यही अब त्यही मिडियाको कामै त्यही हो यो कुरा चाहिँ पहिला वाइल्ड हुँदो रहेछ यार मिडियाको पावर वाइल्ड हुँदो रहेछ पहिला सोसियल मिडिया आउनुभन्दा अगाडि चाहिँ अब हुन नि हो लाइक वेन यु डोन्ट ह्याभ लाइक सोसियल मिडियामा त अहिले जेनरल पब्लिकले पावर पाएको हो नि त होइन यु क्यान जस्ट स्पिक यर माइन्ड नि त पहिलाको पहिला नहुँदाखेरि त अब जस्ट एउटा अर्गनाइजेसन हो त्यसले जे भन्यो त्यही चल्दै खालको थियो यस्तो नि त यो कुराले चाहिँ मान्छेहरूको थट प्रोसेसै हामीले इन्फ्लुएन्स गर्न सक्छौँ क्या मिडियाबाट अब एउटा कुरा भनिदियो हो फ्याक्ट चेक गर्नु अब कहाँ जाने देयर इज नो अदर वे उनीहरूले भन्यो होला नि त अब पत्याउनै पर्यो यस्तो भएको रहेछ भन्यो हो भने ए ल भन्ने भन्यो अनि त्यहाँबाट अब कुनै मान्छेको इमेजलाई राम्रो पनि बनाउन सक्यो नराम्रो पनि बनाउन त्यसको धजिया नि उडाउन सक्यो त्यतिखेर त्यो पावर थियो लाइक अब इफ यु डोन्ट वान्ट सम वान टु बी फेमस मिडियामा गएर बढाइ चढाइ भनिदियो त्यो मान्छे फेमस हुँदै हुँदैन हराउँथ्यो त्यो मान्छे धन सोसियल मिडिया आयो अहिले अहिले चाहिँ फेरि त्यो कुरा गर्न गाह्रो छ क्या अहिले मान्छेहरू बाटो पनि भइसकेको छ प्लस कमेन्ट गर्नु मिल्यो कहाँ यो त यस्तो 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 भनेर सबैले त्यो कुरा पढेर त्यसपछि ए यस्तो पनि हुनसक्छ नि है भन्ने भयो आफैले आफ्नो इन्फर्मेसनहरू आफैले सर्च गर्न मिल्यो नि त उता गयो हो र भनेर सर्च गर्यो त्यहाँ होइन फल्स हो भन्नु चाहिँ ए जे पाइदियो भनिरहेछ भनेर कमेन्ट आएर कमेन्ट गरेर जे पाइदियो भनेर अरूहरूले पनि त्यो सदा यो जे पाइदियो अहिले चाहिँ राम्रो भएको छ लाइक पिपल क्यानट इन्फ्लुएन्स सम वान इजिली भनौँ न